वेलकम ब्याक टु माई च्यानल इट्स हिमाल मगर। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि फिट एन्ड फाइन छु। अनि लङ टाइम पछि धेरै दिनपछि लगभग 2 हप्ता जति हुन लाग्यो भ्लग नगराएको। आज चाहिँ हाम्रो दुईजनाको बर्थडे हो, त्यो स्पेसल दिनमा भ्लग गराएको छु। लाला भाइ हेर्न ह्याप्पी बर्थडे है। ल परिब राजा ह्याप्पी बर्थडे है। अब चाहिँ हाम्रो यो 9 साइडको पोस्टमा पेन्ट लाउन जान्ला। ल गाइज हामी चाहिँ ग्राउन्डमा पनि आइसकेको छौँ। अनि केटाहरू ल ठिक छ नि हेमे? अनि केटाहरूले हाम्रो पेन्ट लाउँदै रहेछ। यहाँ बिनाक भाइले यस्तो मिहिनेत गरिरहेको। हामी कोही आएन कि गाउँमा फेरि केटाहरू खेल्न मात्र आउँछ कि साँझ पोल पनि हामीले गाडिदिएको यो सब। अनि केटाहरू चाहिँ हाम्रो लास्ट खेल्न त खेल्छ, राम्रो खेल्छ, तर अल्छी हो कि कामसाम केही गर्न आउन ग्राउन्डको। त्यही गाइज अब चाहिँ हाम्रो अहिले एकछिनमा पछि हामीलाई ल गाइज हामी चाहिँ यतातिर पेन्ट लगायौँ। यस्तो देख्न सक्नुहुन्छ तपाईँ टलक्क टल्के हो। अब चाहिँ हामी उतातिर लाउन जान्ला। घाम ला चर्क्यो बाबा हाम्रो 12 बज्यो घाम न 12 बजिसक्यो। यस्तो घाम चर्क्यो। अस्ति भर गाडेको हरियो थियो कि यो पोस्ट प्यालो भइसक्यो घामले गर्दा। यस्तो घाम नेपालमा लगभग छ कि 38 डिग्री जति होला सायद। त्यही गाइज एउटा कलर पेन्सन हालेर घर जाने बेलातिर भेटौँलाई। ल गाइज हामी चाहिँ पेन्सन लाएर पनि भ्याइसकेको छौँ। सेतो टल्क्यो यहाँ। अनि भाइहरू चाहिँ यस्तो टक्क लगाएर देख्नुहुन्छ तपाईँलाई सामान वाइट पेन्ट उयो के हो मसिलो जस्तो के भन्छ मतिले हो। ल त्यही नै गाइज हामी चाहिँ अब घर गएर भेट्छौँ है। चाहिँ यसको बर्थडे हो अनि केक चाहिँ लिन जाने हो। त्यही नै अहिले एकछिनपछि भेटौँला है। ल गाइज अब चाहिँ हामी यहाँबाट हिँड्न लाग्यो केक लिनलाई। हेमे यहाँ विनायक यो चाहिँ यहाँ यसको स्कुलमा जाने अरे क्या पसेर के निकाल्नु सर्टिफिकेट हो क्या होइन सर्टिफिकेटहरू निकाल्नु छ। हाम्रो बर्थडे भएछ त साइकल लिनु जान्ला साइकल लिनु भयो। र तिनीकै चाहिँ अब चाहिँ हामी केक पसलमा गएर भेट्छौँ। ल हाम्रो लालाको चाहिँ लाला यहाँबाट लाला लेख्ने हाम्रो केकमा ह्याप्पी बर्थडे लाला लेख्ने क्या बुझ्छ न बुझ्छ न ह्याप्पी बर्थडे लालाई बुझ्छ न लाला ह्याप्पी बर्थडे लाला। यहाँ पनि लाला भयो बाबु ठिक छ नि ह्याप्पी बर्थडे लाला लेख्दा। ल गाइस म चाहिँ घरमा आइसकेको छु। अनि यहाँ केक चाहिँ भाइको केक चाहिँ मैले यहाँ फ्रिजमा राख्दै लागेको छु। त्यही हो। ल गाइज आज चाहिँ हाम्रो नेक्स्ट डे भइसकेको छ। हिजोको डेको चाहिँ भ्लग आधी भयो। अनि आज चाहिँ यो चाहिँ हाम्रो नयाँ भन्नाले त्यहीमै मिक्स भएको भ्लग हो। म चाहिँ टक्क लगाएर अहिले चाहिँ हाम्रो 5:30 भयो। अनि पुराहरू यहाँ सुट हान्दै बसिरह। म चाहिँ यहाँ कोनसुन रेडी पारेर ट्रेनिङ गर्न लाग्यो पढाएर रेडी भइसकेको छु। ल त्यही नै अब ट्रेनिङ गरेको भिडियो हेरेर तपाईँले मनोरञ्जन लिनुहोस्।
गाइस हामी त टेन्सन चाहिँ घर जानु लाग्यो अनि बडा दाइ घर नि आइसक्यो ल बडा दाइ ल डुम्बाई हामी मिसन आउँदैन पछाडिबाट ल त्यही नै गाइस आजको भिडियोमा यति एन्डिङ गर्न चाहन्छु थ्याङ्क यू फर वाचिङ थ्याङ्क यू फर वाचिङ दिस भिडियो मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला लाइक कमेन्ट सेयर गरिदिनु होला यदि भन्दै म आजको भिडियोबाट बिदा हुन चाहन्छु हस्त धन्यवाद जय नेपाल ल डुम्बाई जय नेपाल भन जय नेपाल